तपाईँलाई स्वागत छ फेरि पनि मेरो यासन टिसिङ ब्लगमा। अनि अहिलेको समयमा चाहिँ अहिलेको यो रात्रिको समयमा चाहिँ हामी भोलि हाम्रो बहिनीको विवाह रहेको छ। मैले योभन्दा पहिला भिडियो हालेको थिएँ नि त है, मेरो बहिनीको मगनीको विवाह। अनि आज 22 गते, आज 21 गते, भोलि 22 गते, अनि भोलि बहिनीको विवाह रहेको छ। र अहिले हेर्न सक्नुहुन्छ टेन्टहरू पनि लगाइसकेको छ है। अनि भित्र चाहिँ अब बलुनहरू फुलाउँदै हुनुहुन्छ। यता चाहिँ अब खानाहरू रेडी हुँदैछ हाम्रो लागि होइन। अब जति हामी छौँ यहाँ काम गर्नेहरू, अब हामी जवानहरू छौँ होइन, सबैजना मिलेर तयारी गर्दैछौँ। हाम्रो निम्ति चाहिँ उता खाजाहरू बन्दैछ। म भित्र चाहिँ देखाइदिन्छु तपाईँलाई होइन। अहिले चाहिँ भजन बजाउँदै अनि बलुनहरू फुलाउँदै चौधा सजाउँदैछौँ हामीहरू हेर्न सक्नुहुन्छ। भोलिको लागि प्याजहरू यता कटिङ हुँदैछ। अनि यता अहिलेको लागि हाम्रो लागि है, अहिलेको लागि मात्र हो यो त। हेर्न सक्नुहुन्छ यहाँ हाम्रो दिदीबहिनीहरू चाहिँ पुरै होइन रेडी भएर बस्नु भएको छ। जयन्तीलाई स्वागत गर्नु होला है। म पनि एकदमै रेडी भएर बसिरहेको छु। अब चाहिँ हाम्रो जयन्तीहरू आइसक्नु भयो अरे, यही दिदीले आइपुग्नु भएको छ अरे, हेर्न सक्नुहुन्छ है। हामी सबैजना चाहिँ अब जयन्तीको पर्खाइमा छौँ। उहाँहरू आउँदै हुनुहुन्छ र स्वागत गर्नुलाई हाम्रो पछाडि दिदीहरू हुनुहुन्छ, हाम्रो दाइहरू हुनुहुन्छ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै जयन्तीको लागि होइन, चिसोको लागि भर्नुको लागि चाहिँ हाम्रो दुईजना, एकजना हाम्रो टिकुनी आमा र हाम्रो दिदी बस्नु भएको छ। आउने बित्तिकै चिसो डिउ तपाईँ आउनु सक्नुहुन्थ्यो, तपाईँ आउनु भएन, मिस गर्नुभयो। अन्त आज तिम्रो बिहे है, कस्तो लाग्दैछ हो र? ल फाइनली हाम्रो जयन्ती आइपुग्नु भएको छ, तपाईँ हेर्न सक्नुहुन्छ। समय चाहिँ हामी सबैजना आइसक्नु भएको छ। हाम्रो जयन्तीहरू सबैजना आइसक्नु र स्वागतहरू पनि भइसकेको छ। र सबैजनाले चाहिँ हामीले अब भित्र स्वागत गरिसकेका छौँ, भजन गाएर होइन, चिसो खुवाएर एकदमै स्वागत गऱ्यौँ, एकदमै राम्रो भएको छ। र अब चाहिँ भित्र सङ्गीत स्टार्ट भइसकेको छ र सुरुको प्रार्थना हुँदैछ र म तपाईँलाई देखाउनेछु आजको विवाह सेवा होइन। हेर्नु होला, इन्जोय गर्नु होला। मैले तपाईँलाई अस्तिको भिडियोमा इन्भाइट गरेको थिएँ आउनु होला भनेर, तपाईँ आउनु भएन, त्यो मेरो गल्ती होइन। जति आउनु भएको छैन यो भिडियो हेरेर इन्जोय गर्नु होला, रमाउनु होला र दुवैजना बेला बेला आशिष विवाह कार्यक्रम।
उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर, उहाँको शक्तिशाली कार्यहरूको निम्ति उहाँको प्रशंसा गर। र बाबु र नानी, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउने छु। पतिहरूले के चाहन्छन् रे? पत्नीबाट के आशा गर्छन्? एक नम्बरमा आफू घरमा आउँदाखेरि चाहिँ पत्नीहरू चाहिँ खुसी भएर हेर्न चाहन्छन् रे पतिहरूले। दोस्रो कुरा हो, आज आफ्नो सुन्दरतालाई सजाएर राखेको छोरा मान्छेले चाहन्छन् कहिले पनि फोहोरी भएर श्रीमान आउने बेलामा नबस्नुहोस्, यो चाहन्छ अरे पतिले। तेस्रो नम्बरमा के चाहन्छ अरे? कुनै कुराको निर्णय गर्नलाई सल्लाह लिएको चाहन्छ अरे। बुझ्नुभयो? छोरी मान्छेले हताश निर्णय नगर्नुहोस्, श्रीमानसँग बसेर निर्णय गर्नुहोस्, यो गरौँ न बुढा भनेर, यो चाहन्छन् छोरा मान्छेले। चौथो नम्बरमा पतिलाई राम्रो बुझेको हुनुपर्छ अरे पत्नीले। बुझ्नुभयो? बुझ्ने, मलाई बुझ्ने गर न यार, कस्तो ह्याङ बनाउँछौ यार भन्छ क्या, होइन? भन्छ भन्दैन बुढाहरूले? ए मलाई बुझ न हो, बुझ, कहिले बुझ्ने हो तिमी मलाई भन्छ नि बुढाहरू, होइन? छोरी मान्छेले पहिलो कुरा के चाहन्छ अरे? पहिलो कुरा चाहिँ छोरी मान्छेले आशा गर्छ छोरा मान्छेबाट कहिले काहीँ सो उपहार दिएको हो कि होइन? दिदीबहिनीहरू मुस्काउँदै हुन्छ हेर्नुहोस् न दिदीबहिनीतिर। दोस्रो नम्बरमा छोरी मान्छेले के चाहन्छ? आफ्नो कुरा सुनेको। घरमा व्यस्त 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 हुन्छ, कसलाई भनौँ मुख स्याउ 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 लागेको हुन्छ। कतिखेर बेलुका अफिसबाट बुढा आउला, कामबाट बुढा आउला, बुढालाई सुनाऊ भनेको छ, ए बुढा आजको फल्लाको यस्तो भयो, आज यस्तो भयो, म भात पकाउँदै यसो भयो, पिउन पकाउँदै यसो भयो, नानीले यसो गरेर थप्नु गरेर नगर जान्छु बुढी जाऊ त यसो भनिदियो भने अब कसले सुन्छ त उसको कुरा चाहिँ? भन्नुहोस् त। उसलाई त दिनभरि घरभित्रको कामले हुकुस मुकुस भएको हुन्छ। हामी त बाहिर गएर बोलेको हुन्छौँ, टेन्सन मेटाएको हुन्छौँ, त्यो छोरी मान्छे दिनभरि भित्र हुन्छ। त्यस कारण उसले कहीँ सुनाउन पाएको हुँदैन। हामी बुढाहरूले कान खोलेर ए हो र ए साँच्चै हो, ल तिम्रो लागि म सहयोग गर्छु, प्रार्थना गरौँ ल, अब यस्तै हो, सुधार्नु पर्नेलाई सुधारौँला, है यसो भनिदिउँ, हामीले कुरा सुनिदिउँ भने बुढी यति खुसी हुन्छ, मिठो खाना बनाउनु सुरु गरिहाल्छ है बुढीहरूले, उनीहरूको कुरा सुनिदिउँ भने। अब तेस्रो नम्बरमा छोरी मान्छेले के चाहन्छ अरे? आफूसँग विशेष समय बिताएको हेर्न चाहन्छ अरे छोरी मान्छेले, हो कि होइन? 4 नम्बरमा छ घरासी काममा सघाए गरेका। हाम्रो यो बाली छोरा मान्छेहरूको यो त स्त्रीको काम हो, पुरुषको होइन भन्छौँ, तर लुगा धुँदैछ भने कल चलाइदिउँ न हामीले, हुँदैन र? अर्को अनेक विशेष कुरा छ, सन्चो बिसन्चो भएको हेर्न चाहन्छ अरे श्रीमतीले। बुझ्नुहुँदैछ बाबुहरू? आमाहरूको तृष्णा, भित्री तृष्णा चाहिँ मलाई सन्चो भएको र बिमारी भएको हेरिदियोस् भन्ने, वास्ता गरोस् भनेर चाहन्छ। तर हाम्रो बानी के छ? ओछ्यानले भन्छ, बिमारीले ज्वरोले हुरुक्कै भन्छ, बुढी ओछ्यान लगा, उसलाई सन्चो बिसन्चो छ कहिल्यै सोध्दैन बुढाले, ओछ्यान लगा भन्छ, भागले भन्छ, आफूले ल्याएर खानु हुँदैन कहिलेकाहीँ। वास्ता गरौँ बिमारी अवस्थामा, यो कुरा याद गर्नुहोस्। पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। हाम्रो चाहिँ कस्तो बानी छ भने अनिताले मलाई मिठो खाना बनायो भने म अनितालाई राम्रो लुगा लगाइदिन्छु, अमरराजले मलाई राम्रो लुगा लगाइदियो भने म अमरराजलाई मिठो खाना पकाइदिन्छु। यो चाहिँ शर्तको माया भयो क्या, शर्तको माया। प्रभुले भन्नु खोज्नु भएको चाहिँ बिना शर्तको माया। अनिताले मिठो बनायो भने नमिठो बनायो भने मेरो अनितालाई आई लभ यू भन्नु पऱ्यो क्या। अब सक्नुहुन्छ अमरराज? हेर्दै हुनुहुन्छ, बोल्नु अप्ठ्यारो टाउको अगाडि। हाम्रो अनिताले सक्छ?
अमरनाथले मलाई राम्रो नाना ल्याइदिए पनि नल्याइदिए पनि मेरो अमरनाथलाई आई लभ यु भन्न सक्ने गाह्रो छ नि, हेर्दैछ फेरि तपाईँले अनितालाई माया प्रेम गर्नुहुन्छ त? सुखमा त जसले नि माया गर्छ, तर दुःखमा माया गर्दैन। तपाईँ दुःख सुखमा अनितालाई माया गर्नुहुन्छ? गर्छु भन्नुभएको। एउटा अमूल्य धातुको आजको हाम्रो विवाह कार्यक्रम चाहिँ सम्पन्न भइसकेको छ र अहिलेको समयमा बाहिर बेहुला बेहुलीहरूलाई राखेर फोटो खिच्दैछौँ र बेहुला बेहुलीको निम्ति ल्याएको उपहारहरू चाहिँ साटासाट गर्दै हुनुहुन्छ है। अन्त म तपाईँलाई देखाउँदैछु र तपाईँले भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला र इन्जोय गर्नु होला। बहिनीको विवाह चाहिँ सम्पन्न भएको छ।